हेलो म चाहिँ आज पशुपतिको आरती हेर्न गएको एकादशीको व्रत थियो र अब हेरौँ कहाँ पुगिँदो रहेछ। म चाहिँ मन्दिरको भित्र परिसरमा चाहिँ छिरिसकेको हो, तर कस्तो टल्केर नराम्रो आउँदो रहेछ। मेरो चाहिँ आरती सेकेन्डचोटि, पशुपति त म धेरैचोटि आइसक्यो हो, तर आरती चाहिँ सेकेन्डचोटि। मान्छेको सबैभन्दा पीडादायक क्षण भनेको चाहिँ सायद यही होला कि अहिले चाहिँ आरती हुने ठाउँ नै सरेछ। पहिला चाहिँ यहाँनेरि हुन्थ्यो अस्ति हामी आउँदाखेरि, अहिले त सरेर कता उता माथि। कति गाह्रो क्षण, म त आफूलाई सम्झिँदा नि कस्तो कस्तो लाग्छ क्या यो यस्तो देख्दा चाहिँ। सायद आफूलाई नि परेर होला कि यस्तो देख्दा चाहिँ। देखि सरेर यता रहेछ आरती गर्ने ठाउँ। पशुपति 5 बजे आइपुग्यो, आरती 7 बजेदेखि स्टार्ट हुन्छ। बोर केही खाएको छैन। सनसेट कस्तो दामी। भर्खर 6:40 मा पण्डितहरू आउँदै हुनुहुन्छ। हुनुहुन्छ एउटा पण्डित। अब सुरु हुन आँट्यो आरती, तर गुरुहरू चाहिँ आउनु भएको छैन अहिलेसम्म। अघि आइहरू गइहाल्नु भयो, अब अर्कोचोटि आउनु भएको छैन। कति बेला आउनुहुन्छ अनि सुरु हुन्छ। गुरुहरू आउनुभयो। सुरु होस् भनेको मेरोमा आफ्नै मगनमा जाम भनेको चाहिँ